हेलो गाइस, आज चाहिँ म चाहिँ हजुरहरूलाई म डेभलपर हुनुमा कसको कसको हात छ भनेर चाहिँ भन्छु। एन्ड आई एम भेरी 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 मच थ्याङ्कफुल टु देम। अनि उनीहरूको चाहिँ फोटो चाहिँ मैले चाहिँ के अरे उसमा यो हाम्रो जुन युट्युबमा हुन्छ नि मेन कभरमा राखिदिन्छु ल। अनि अदर देन मेरो फ्यामिलीको मेम्बरहरू अनि तिनजनाको चाहिँ ठुलो हात छ होइन यसको पछाडि चाहिँ। अनि मलाई मार्केटमा भन्दै मलाई कोड गर्न स्टार्ट गर्न सिकाउने अनि मार्केटमा गाइड गर्ने र मलाई मोटिभेट गर्ने तिनजना डिफ्रेन्ट छन् होइन। फर्स्टमा चाहिँ अनि मलाई झर्को नमानिकन मैले हुन्छ नि त म बायोको स्टुडेन्ट, मलाई राम्रोसँग ल्यापटप पनि चलाउन नआउने मान्छेलाई होइन। ल्यापटप अब चलाउन कसरी आउँछ, ल्यापटपै थिएन होइन। ल्यापटप देखेको भन्दा नि जस आफ्नो घरमा चाहिँ थिएन नि त। अनि त्यसपछि हाम्रो घरमा चाहिँ इफ पढाइको लागि चाहिन्छ भने किन्ने, अदरवाइज फाल्तु खर्च नगर्नेवाला टाइपको थियो नि त। अनि त्योभन्दा अगाडि चाहिँ अनि त्यस्तो चाहिन्थेन होइन। अनि त्यसपछि अनि लेम यस्तो फुद्दुसा क्वेसन सोद्धाखेरि पनि अनि झर्को नमानिकन, इरिटेट नभइकन होइन। अनि त्यस बिल्ला नउडाइकन होइन। अनि त्यसपछि अनि काइन्ड अफ हात समातेरै भन्नुपर्छ, किनभने अब हात समातेर लेख्न सिकाएको जस्तो टाइपमा चाहिँ भएन कि। तर जस यसमा यो भनेर चाहिँ उहाँले जो सबै सिकाउनु भएको थियो, उहाँले चाहिँ उहाँको नाम चाहिँ निशान होइन। अनि धेरै धेरै थ्याङ्क यू हजुरलाई। हजुर नभएको भए सायद म डेभलपर हुन्थिनँ जस्तो लाग्छ मलाई चाहिँ। अनि के अरे अब जति सिकेर जति जे गरे पनि होइन। अनि के अरे फर्स्ट प्रोजेक्ट नै मलाई उहाँको थ्रुबाट नै पाएको हो मैले चाहिँ। अनि त्यसपछि त्यो एक्सपोजर चाहिँ उहाँले दिनुभएको हो मलाई। अनि त्यसपछि थ्याङ्क यू भेरी मच होइन। अनि त्यसपछि जस लकडाउनको बेलामा चाहिँ सब फ्रस्ट्रेट भएको थियो, सब हुन्छ नि के अरे के गर्ने, अब मुभी पनि हेऱ्यो, सिरिज हेऱ्यो, सबै हेरेर भ्यायो होइन। अनि त्यसपछि अनि मलाई चाहिँ हुन्छ नि त ल होइन, अब त पढ्नुपर्छ, अब त केही न केही त गर्नुपर्छ, यही बेला हो भन्ने भयो। अनि त्यसपछि मैले त्यहाँ चाहिँ अनि भनेको थिएँ नि मैले चाहिँ मेरो फर्स्ट सेममा चाहिँ हामीलाई HTML CSSको चाहिँ अनि सर जस कलेजले क्लास दिएको थियो। अनि त्यति बेला चाहिँ मैले त्यति बेला गरेँ, छोडिदिएँ होइन। अनि त्यसपछि एक्जाम पनि भएको थियो, एक्जाममा पनि मैले यसो गर्ने भन्नुभयो, त्यसपछि मैले भुलेको थिएँ कि होइन, मलाई लिटरली केही यादै थिएन होइन। अनि फेरि रिस्टार्ट गरेँ मैले होइन लकडाउनको बेलामा। अनि त्यसपछि अनि मैले चाहिँ अब उहाँ पनि घर हुनुहुन्थ्यो होइन, म हस्टेल थिएँ त्यति बेला होइन। अनि त्यसपछि अनि मैले उहाँलाई फोन गरेर सोधेँ। अनि त्यसपछि थ्याङ्क यू उसलाई पनि होइन। के अरे जुन सरको नाम चाहिँ मैले बिर्सेँ होइन, हामीलाई HTML फर्स्ट टाइममा पढाउनु भएको सर होइन, उहाँको बिर्सेँ नाम। अनि उहाँलाई पनि मैले टेक्स्ट गरेको थिएँ होइन। अनि त्यसपछि उहाँले पनि भनिदिनु भएको थियो जस हुन्छ नि त। अनि मैले पढाएन भनेर छोडिदिएको भने त हुन्थ्यो नि, तर उहाँले पनि सिकाउनु भयो। अनि त्यसपछि अनि कसरी जाने, कसरी स्टार्ट गर्ने, कसरी मैले यो गाइडेन्स फलो गरेँ, तिमीले पनि यो गर भनेर चाहिँ भन्नुभएको थियो मलाई निशानले। थ्याङ्क यू भेरी मच। अनि त्यसपछि अनि मेन थाहा छ प्रोजेक्टमा जुन प्रोजेक्ट आएको थियो नि त, उहाँले चाहिँ मेरो चाहिँ राम्रो इमेज बनोस् भनेर चाहिँ होइन मैले गरेको थिएँ। अब जुन प्रोफेसनल पाराले त भएन नि त मेरो, अब कसरी राम्रो देखिन्छ, कसरी गर्दाखेरि चाहिँ इम्प्रेसन राम्रो पर्छ भनेर चाहिँ उहाँले चाहिँ अनि हुन्छ नि त त्यसैमा चाहिँ अझै आफैले मेरो कोडहरू सबै हेरेर होइन। अनि त्यसपछि अनि त्यसमा चाहिँ गाइड आफैले मिलाइदिनु भएको थियो कि यसमा हुन्छ नि यसो गरेर मिलाइदिनु भएको थियो होइन। अनि थ्याङ्क यू भेरी मच। अनि यो प्रोजेक्ट स्टार्ट गर्दाखेरि चाहिँ अनि मैले चाहिँ बाजे भन्छु होइन उहाँलाई चाहिँ। अनि त्यसपछि अनि बाजे उहाँको उसको नाम चाहिँ लिङ्कन हो होइन त। अनि त्यसपछि बाजे धेरै धेरै थ्याङ्क यू होइन। जुन म फेरि सुरुमा स्टार्ट गर्दाखेरि म हुन्छ नि धेरै प्रेसर लिन्छु, म आत्तिएको थिएँ कि। अनि मलाई त्यो स्टार्टै गर्न नआएको कि होइन। अनि मैले बाजेलाई फोन गरेर चाहिँ अनि बाजेले पनि अनि त्यसपछि एसएसएस गर भने स्टार्टमा त्यही प्रोजेक्टको बार बनाउँदाखेरि हुन्छ नि। अनि त्यो बाजेले गाइड गराएको थियो, बाजेले गर्नुभएको थियो होइन। अनि त्यसपछि
अनि बाजेले चाहिँ मलाई के सिकाउनु भयो भनेपछि बाजेले चाहिँ मलाई जस अनि जस निशानले चाहिँ यसो गर्नुहुन्थ्यो अब जस्तो प्रोजेक्टहरू गर्दाखेरि पनि अनि के भन्छन् अरे कलेजको प्रोजेक्टहरू गर्नु पर्थ्यो नि त हामीलाई त्यसमा चाहिँ अनि म चाहिँ बाजेसँग बसेर गर्थेँ कि किनभने निशानसँग बस्यो भने निशानसँग उहाँसँग बस्दाखेरि चाहिँ दुईजना जो थिए उनीहरूले काम नगर्ने भनेर बसेको थियो किनभने सबै उहाँले गर्नुहुन्थ्यो नि त अनि फेरि उहाँलाई फेरि अरूले गरेको काम त्यस्तो चित्त नै बुझ्दैन होइन किनभने अब पारे त्यस्तै गरेर गर्थेँ त मैले उहाँसँग बसेर गरेँ त्यही भएर मेरो काम उहाँले चित्त बुझ्छ कि बुझ्दैन भन्ने नै थाहा भएन होइन तर मलाई चाहिँ किन उहाँसँग नगरेको भने चाहिँ उहाँले चाहिँ अनि जस उहाँले जस अलिकति मैले के गरेँ भने चाहिँ उहाँले नै सिकाइदिइहाल्नुहुन्छ भन्ने भएर म आफैले आफ्नै बलबुतामा गर्नु मन थियो त्यही भएर चाहिँ बाजे र मैले भएर चाहिँ प्रोजेक्ट गर्थेँ अनि बाजेले चाहिँ मलाई यसरी गर्नुहुन्छ यसो गर्नु पऱ्यो भनेर जुन हुन्छ नि बाजेले मार्केटमा जसरी कसरी किचकिचवाला टाइपले गर्छन् होइन अनि अहिले यस्तोमा उ गरेर पछि कस्तो हुन्छ झन् यस्तै हुन्छ भनेर हुन्छ नि अनि बाजेले मलाई त्यसमा गाइड गरेर होइन त्यसै वाला टाइप हुन्छ नि मलाई चाहिँ मेरो मलाई स्टार्ट गर्न जुन चाहिँ निशानले सिकाउनु भयो भनेपछि मलाई चाहिँ मार्केटको लागि रेडी चाहिँ बाजेले गर्नुभएको होइन लिङ्कन बाजेले होइन अनि त्यसपछि अब हुन्छ नि अभियसली अनि आफूमा डाउट आइरहेको हुन्छ होइन अनि त्यसपछि मैले गर्न सक्दिनँ भन्ने पनि अभियसली भएको थियो होइन अनि त्यसपछि मैले आफूमा सेल्फ डाउट अनि त्यसपछि अनि मलाई गाह्रो भइरहेको बेलामा म हुन्छ नि म यो गर्न सक्दिनँ क्या जस्तो भन्ने हुन्छ नि त जुन मान्छेको ब्रेकडाउन हुन्छ अनि त्यसको बेलामा चाहिँ मलाई प्रथमले चाहिँ लास्ट हेल्प गर्नुभएको थियो हजुरले थ्याङ्क यू भेरी मच होइन अझै पनि अनि उनीहरू तिनजना चाहिँ दे आर लाइक के भन्छन् अरे मेरो चाहिँ होइन लाइफमा म सृजना पाण्डे एज अ सफ्टवेयर डेभलपर हुनुमा चाहिँ यिनीहरू तिनजनाको चाहिँ ठुलो नै हात छ होइन अनि त्यसपछि अनि मैले चाहिँ मैले गर्न सक्दिनँ यसमा चाहिँ अब कसैले कोही केटीहरूले नि गरेको छन् मलाई केटीहरूले गर्न सक्दैन भन्नु गर्न सक्दैन तैँले क्युए गर्ने हो होला टाइपको भनेर भन्दाखेरि प्रथमले मलाई तिमी खतरा हो तिमीले हुन्छ नि त तिमीले गर्न सक्ने केही पनि छैन तिमीले गर्न सक्छौ नातिकन गर त होला टाइपको हुन्छ नि त त्यो मान्छेलाई त्यो कन्सोल गर्ने होइन टक्क लाएर अनि त्यसपछि त्यस्तो गर्नलाई प्रथमले धेरै हेल्प गर्नुभएको थियो थ्याङ्क यू भेरी मच प्रथमज्यू अनि त्यसपछि त्यही हो अरू भनेको यो मैले उनीहरूको अगाडि भन्न पनि भनेको छु कि तर जस अनि यो पब्लिकली होइन सबैको अगाडि होइन मलाई चाहिँ एकचोटि हुन्छ नि त आफ्नो यो सक्सेस होला टाइपको त्यस्तो सक्सेस छैन अनि तर जे होस् अनि मलाई चाहिँ थ्याङ्क यू भन्न मन लागेको थियो अनि अब बाजे अनि निशान अनि त्यसपछि प्रथम हजुरले अनि जहिले हेर्नुहुन्छ होइन नहाँस्नु होला एन्ड आई एम भेरी मच थ्याङ्कफुल टु यु होइन अनि त्यसपछि त्यही हो है त अनि त्यसपछि अनि हजुरलाई चाहिँ मैले मेरो भ्युवर्सहरूलाई म के भन्न चाहन्छु भने चाहिँ हजुरलाई कसैले हेल्प गर्नुभएको छ हजुरलाई कसैले यसरी मोटिभेट गर्नुभएको छ भनेपछि अनि उहाँलाई चाहिँ एक्सप्रेस गर्न लजाउनु हुँदैन होइन उहाँलाई थ्याङ्कफुल भएर हुन्छ नि उहाँलाई चाहिँ उहाँहरूको लागि केही न केही हुन्छ नि अब अभियसली केही गर्न नसके पनि हामीले भन्न त सक्छौँ नि त होइन थ्याङ्क यू हजुर भएर यस्तो यस्तो भयो हजुरले गर्दा म यहाँसम्म आएँ भने उनीहरूलाई पनि त खुसी हुन्छ नि त होइन अनि त्यो चाहिँ गर्नुपर्छ ल यो कुरा चाहिँ मैले हजुरलाई चाहिँ सिकाएको मलाई चाहिँ भन्न त मन थियो अभियसली अनि त्यही पनि हजुरहरूलाई पनि सिकाउनु मन थियो त्यही भएर है त्यही हो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला आजलाई यति नै साइनिङ अफ सृजना पाण्डे एके कृष्ण पाण्डे।